हेलो गाइज नमस्ते वेलकम टु माई मेरो दिदीको ब्लग। सुरुको चाहिँ मेरो दिदी हो, उता चाहिँ मेरो आमा, उहाँ चाहिँ मेरो बुवा। हाम्रो घरमा जहिले पनि बिहानबाट सुरुवात हुने भनेको यही हो। हाम्रो घरमा नास्ता खानु भन्दा अगाडि, नास्ता पकाउनु भन्दा अगाडि सुरुमा चाहिँ हामीले भैँसीलाई खाना दिनुपर्छ। मेरो घरको मान्छे एकदमै मेहनती हुनुहुन्छ कि मेरो बुवा आमा खासमा चाहिँ। हेर्नु न कति मजाले तरकारी फलाउनु भएको छ। आई अलवेज प्राउड माई प्यारेन्ट्स। मान्छे ग्यासको पछाडि भागिरहेको छन् तर मेरो घरमा चाहिँ ग्यास पनि छ तर दाउरा पनि बाल्छ। मेरो दिदीको भिडियो चाहिँ पक्कै आमाले बनाउनु भएको होला। बिहान बिहान चाहिँ मान्छेले नास्ता बनाउँछन् तर मेरो दिदीले चाहिँ के बनाउँदैछ? ओ माई गड, यति सिरियस भएर ऊ मोमो बनाउँदैछ। सरी, यो चाहिँ दिउँसोको होला। 24 घण्टा त मोबाइल चालु गर्न सकिन्न। वाउ, मेरो दिदी कति मेहनती, तर खानको लागि मात्रै गर्छ है उसले। अरू काम त त्यस्तै हो, खाना बनाउन चाहिँ अल्छी मान्दैन र मिठो बनाउँछ। अघिबाट तँलाई सुन्दाखेरि चाहिँ कस्तो अक्वर्ड लाग्यो होला है, किनभने म चाहिँ मेरो दिदीलाई म दिदी भन्दैन बिन्दु नै भन्छु। उसको नाम चाहिँ वर्षा बोहरा। स्कुल ड्रेस र जर्सी लगाउने मेरा दुई अनमोल रतन मेरा भाइ।